यति बेला त्रिपुरेश्वर रङ्गशालामा पीएम कप चलिरहेको छ। यति बेला नेपाल पुलिस र टिटिआन बीच प्रतिस्पर्धा भइरहेको छ। नेपाल पुलिसले 2 सेट हात पारेको छ भने टिटिआन 1 सेट हात पारेको छ। यति बेला चौथो सेट चल्दैछ। यति बेला नम्बर थपेको छ टिटिआनले 5 छ। यति बेला 5 टिटिआनको छ भने नेपाल पुलिस 6 रहेको छ। यो चाहिँ चौथो सेट रहेको छ। यति बेलादेखि नै मैले बनाएको छु साथीहरू। 2 सेट नेपाल पुलिसले हात पारेको छ, 1 सेट टिटिआनले हात पारेको छ। फेरि नम्बर थप्दै नेपाल पुलिस 5 भएको छ। सर्भिसमा उषा भण्डारी, रिसिभ टिटिआन। यति बेला राम्रो सर्भिस देखाउँदैछु। यति बेला नम्बर नेपाल पुलिस टिटिआनले नम्बरमा आएको छ। यति बेला पूर्ण खेल सञ्चालन भएको छ। यति बेला 8-5 रहेको छ। सर्भिस नेपाल पुलिस थियो, रिसिभ टिटिआन नेपाल। राम्रो स्पाइक साथै नेपाल पुलिसले नै नम्बर थप्दै 9 बनाएको छ। सर्भिसमा उषा भण्डारी, रिसिभमा टिटिआन। राम्रो स्ट्राइक, धेरै राम्रो स्ट्राइक। नेपाल पुलिसले 10 बनाएको छ भने टिटिआन 5। यति बेला 2 सेट नेपाल पुलिसले लिएको छ भने 1 सेट टिटिआन नेपालले लिएको छ। म एकदमै माथि कर्नर साइडमा छु साथीहरू। एकदमै आज लास्ट फाइनल जसले जित्नेछ यो पीएम कपको चाहिँ विजेता बन्नेछ। अब यस पछाडि रुकुम भलिबल सेन्टर र टिपटप हेल्प नेपाल बीच फाइनल खेल हुनेछ केटाको। यति बेला सर्भिसमा टिटिआन 6-10 रहेको छ। नाइस, राम्रो सट्ट। नेपाल पुलिस 11, टिटिआन 6 रहेको छ। सर्भिसमा नेपाल पुलिस रहेको छ। एकदमै साथीहरू बार छ। यति बेला म तपाईँहरूलाई देखाइरहेको छु। राम्रो सर्ट पार। नाइस, राम्रो। यति बेला 12-6 रहेको छ। यति बेला नेपाल पुलिसले झन्डै 6 नम्बरले लिड गरेको छ भने टिटिआन यति बेला 6 रहेको छ। 2 सेट पहिले नै हात पारेको छ भने 1 सेट टिटिआनले हात पारेको छ। नाइस सर। यति बेला राम्रो सर्ट पार। अब यति बेला 1 नम्बर थप्दै 7 बनाएको छ टिटिआनले भने रिसिभमा छ नेपाल पुलिस। सर्भिस जालीमा एकदमै यो दुर्भाग्य मान्नुपर्छ। यति बेला एकदमै तातिएको छ माहौ। सर्भिसमा नेपाल पुलिस छ भने रिसिभमा
स्ट्यान्ड छ राम्रो प्लेस गर्दैछ नम्बर थपेको छ यति बेला सर्भिस गर्ने पालो टिटिएन रिसिभ बाई एनपिसी 8:13 भएको छ झन्डै 5 यति बेला स्पाइक आउट भएको छ 9:13 रहेको छ सर्भिसमा टिटिएन हेरौँ नेपाल पुलिस 14 रहेको छ भने टिटिएन 5 रहेको छ सर्भिस नेपाल पुलिस राम्रो सर्ट 4 टिटिएन यति बेला 10-14 रहेको छ सर्भिसमा टिटिएन रिसिभ नेपाल पुलिस राम्रो पुलिस हो राम्रो पुलिस बेला नेपाल पुलिसले असाध्यै चलाकीपूर्ण खेल खेलिरहेको छ 15-10 5 पोइन्टले लिड गरिरहेको छ यति बेला एक नम्बर थप्दै 16 बनाएको छ भने टिटिएन 10 सर्भिसमा नेपाल पुलिस छ राम्रो स्पाइक टिटिएनको 1 नम्बर थप्दै 11 बनाएको छ भने 16 रहेको छ नेपाल पुलिसको सर्भिसमा विजेता रहनेछ यति बेला 12-16 भएको छ 12 टिटिएन नेपाल पुलिस 16 4 पोइन्टले लिड गरिरहेको छ एकदमै खेल प्रतिस्पर्धात्मक भइरहेको छ 2 सेट नेपाल पुलिसले हात पारेको छ भने 1 सेट यति बेला चाहिँ सर्भिस आउट एकदमै दुर्भाग्य सर्भिस नेपाल पुलिस यति बेला 17-12 सेम बल सर्भिस आउट गएको छ यसको फाइदा टिटिएनलाई यति बेला चाहिँ नि 12-17 रहेको छ नम्बर सर्भिसमा टिटिएन रिसिभ नेपाल पुलिस यो जसले जित्नेछ ऊ विजेता बन्नेछ भने जसले हार्नेछ ऊ कोही विजेता हुनेछ याम कप एनबी वुमेन मेन भलिबल त्रिपुरेसनमा चलिरहेको छ राम्रो सर्ट नम्बर थपेको छ यति बेला टिटिएनले सर्भिसमा टिटिएन यति बेला 14-17 3 पोइन्टको अग्रता नेपाल पुलिस राम्रो सर्ट धेरै राम्रो सर्ट राम्रो सर्ट यसको फाइदा पाइदिएको छ
राम्रो रहेको छ भने नेपाल पुलिस 17 रहेको छ सर्भिसमा यति बेला राम्रो सर्चमा नेपाल पुलिसको तर्फबाट यति बेला सर्भिसमा छ भन्दाखेरि 18-15 रहेको छ राम्रो सर्ट यसको फाइदा टिआरलाई 16-18 एकदमै राम्रो सर्ट पार थियो टिटिआनको छ भने 18 नेपाल पुलिसको छ हेरौँ कति छ यति बेला चाहिँ सर्भिसमा टिटिआन नाइस कमब्याक टिटिआनको नाइस कमब्याक यति बेला 18-18 बराबर भएको छ एकदमै चाहिँ तपाईँको Wow, nice. That is just it. This is what they say. You PM of who? You that one is having. Army to be that one is having. It is all say. Serviceman the police sir. Receive material. Rambo short back. राम्रो हेरौँ यसको फाइदा साइड दिन सक्छ राम्रो सर्ट आउट गएको यति बेला एकदमै चाहिँ टिएम दबावपूर्ण अवस्थामा रहेको छ 200 रात पारेको छ नेपाल पुलिसले भने सर्भिसमा नेपाल पुलिस बनाएको छ भने 18 टिटिआन नेपाल पुलिस 18 योभन्दा पहिले 200 नेपाल पुलिसले जितिसकेको छ भने अब 100 टिटिआनले जितेको छ खेलाडी चाहिँ टिटिआन सर्भिस टिटिआन 19-21 2 पोइन्टको अग्रता नेपाल पुलिस सर्भिसमा योभन्दा पहिले 200 हात पारिसकेको छ नेपाल पुलिसले भने टिटिआनले 100 हात पारेको छ अब यद्यपि टिटिआनले जितेको खण्डमा 15 को एउटा फेरि पूर्ण गेम हुनेछ भने यो नेपाल पुलिसले जितेको खण्डमा
यो पिएम कपको विजेता बन्नेछ र विजेता बन्नेछ। हेरौँ नेपाल पुलिस पिएम वुमेन कपको विजेता बन्ने लगभग निश्चित देखिएको छ। नेपाल पुलिस यति बेला सर्भिसमा छ भने टिटिएन रिसिभमा राम्रो नेपाल पुलिस 24 बनाएको छ भने अब टिटिएन 19 रहेको छ। एकदमै राम्रो टिम, उत्तिकै राम्रो टिम थियो दुवै टिम, एकदमै राम्रो प्रतिस्पर्धा सर्भिसमा नेपाल पुलिस रिसिभ यति बेला पिएम कपको वुमेन च्याम्पियन बनेको छ नेपाल पुलिस भने उपविजेता टिटिएन बनेको छ।